नमस्कार, हार्दिक स्वागत छ यहाँहरूलाई। दर्शकबिन, देशमा कोरोना व्याप्छ। म महोत्तरीको कुरा गर्दैछु। महोत्तरीका विभिन्न पालिकाहरूमा निषेधाज्ञा जारी गरिएको छ, लकडाउन लगाइएको छ। 10 दिन अगाडि टेस्ट गरिएका जुन मान्छेहरू छन् त्यसको रिपोर्ट 10 दिन पछाडि आइरहेछ। 10 दिनसम्म आखिरमा समुदायमा कहाँ ऊ घुम्यो होला, कहाँ कोरोना सार्यो होला, यी सब विषय सम्बन्धित यहाँ जुन जिल्लाका कोभिड-19 संक्रमण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर कटुवालसँग मैले कुराकानी गरेको छु। उहाँले भन्नुभयो कि बजारहरू खुल्ला छैन। आखिरमा के छ त, केही त्यस्ता दृश्य पनि अनि उहाँको कुरा पनि तपाईहरूको अगाडि राख्नेछौँ। यदि अहिले भर्खरै तपाईले खोल्नु भएको छ भने तपाईसँग अनुरोध कि च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, शेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। धन्यवाद। नमस्कार, मसँग अहिले हुनुहुन्छ जिल्ला कोभिड-19 सङ्कट व्यवस्थापन केन्द्र महोत्तरीका संयोजक एवं महोत्तरीका प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर कटुवालजी। हजुर, यहाँलाई स्वागत छ। धन्यवाद। महोत्तरीमा लगभग 1100 सङ्क्रमितहरूको केस पुग्न थाल्यो। निषेधाज्ञा जारी छ। पसलहरू खुलेकै छन्, विभिन्न ठाउँमा बजारहरू खुलेकै छन्। के भइरहेको छ? हाम्रो निरीक्षण क्रममा त बजार खुलेको छैन। अब त्यसलाई बिहान बेलुका केही मान्छेहरूको अत्यावश्यक सामान खरिद गर्नुपर्ने, तरकारी हो, सब्जी हो, खाद्यान्नहरू खरिद गर्ने बाहेक त त्यस्तो तपाईँले भने जस्तो होइन। जस्तो यो जिल्लाकै विभिन्न ठाउँका पिपरा, पुर्कौली लगायतका ठाउँहरूमा बजारहरू लागेकै छ। यो हजुर कहाँ इन्फर्मेसन छ कि छैन? होइन, यसो छ। अब बजार र हामीले भिडभाड नगर्ने भन्ने हामीले जिल्ला वाइज रूपमा भनेका छौँ। तर हामी निषेधाज्ञा लगाएको चाहिँ जलेश्वर नगरपालिका र मटियानी नगरपालिका, गौशाला नगरपालिका, बर्दिवास नगरपालिका, योहरूमा चाहिँ हामीले निषेधाज्ञा र लकडाउन गर्न खोजेको हो। अन्य गाविसमा र नगरपालिकाहरूमा चाहिँ कमसेकम एवेरनेसको प्रोग्रामहरू चाहिँ लाने र सञ्चार माध्यमबाट त्यसको प्रचार पनि गर्ने र कोभिड-19को बारेमा मान्छेलाई चेतना छ है भन्ने खालको वातावरणको सिर्जना गर्ने भनेर भनिएको छ। त्यस कारणले सबै ठाउँमा चाहिँ अब अलिअलि मान्छे खुल्यो, बजारै खुल्यो भन्ने चाहिँ होइन, किन हामीले सेक्टर वाइज गरेका छौँ। त्यस कारणले काहीँ खुल्यो होला, तर हामीले जहाँ निषेधाज्ञा गरेको छ त्यो ठाउँमा चाहिँ हामीले कडाइका साथ चाहिँ त्यो पालना गर्न लगाएको छौँ। हामीले मास्क लगाउने जब उसलाई कारवाही गर्ने, मास्क नलगाएको मान्छेलाई कारवाही गर्ने, हात धुन लगाउने र डिस्टेन्सिङ मेन्टेन गरेर हिँड्ने भन्ने खालको कुराहरूको चाहिँ अब सबै पालिकाका पदाधिकारीदेखि लिएर सञ्चारकर्मीदेखि लिएर सुरक्षा निकायका हाम्रा चाहिँ जहाँ छन् पोस्टहरू छन् त्यहाँसम्म चाहिँ हामीले त्यो एवेरनेसको प्रोग्राम चाहिँ गरेकै छौँ। अब मास्क नलाएको मान्छेलाई हामीले समातेर मास्क दिएर हुन्छ कि, उहाँलाई सम्झाएर हुन्छ कि, उहाँलाई होल्ड गरेर हुन्छ कि, उहाँलाई जरिवाना पनि गरेका छौँ हामीले। त्यस कारण हाम्रा प्रयत्नहरू चाहिँ जारी छन्। यसका बावजुद पनि यता कता सानोतिनो घटनाहरू नहुन सक्ने भन्ने होइन। त्यसमा सबै जनताको सचेतना, जनताहरूले पनि बुझ्नु पर्यो कि यो समस्या भनेको प्रशासनलाई मात्रै आउने होइन, सञ्चारकर्मी मात्रै आउने होइन, सबैको घरमा यो समस्या आयो भने हाम्रो ज्यान चाहिँ जोखिममा छ भन्ने खालको वातावरण चाहिँ घर घरमा हुनु पर्यो। जनताले आफै सोच्नु पर्यो कि हामी बजारमा जानु भएन, नचाहिने काममा हिँड्नु भएन, भिडभाड गर्नु भएन भन्ने खालका वातावरण चाहिँ हामी सबैले गाउँका मान्छे, समुदायका मान्छे, जनताहरूले सबै खालको सतर्कता अपनायो भने चाहिँ यो समस्या हुँदैन। तर डन्डै लगाएर सबैलाई चाहिँ तपाईँ कारवाही गरेर समस्याको समाधान हुँदैन। यो हामीले चाहिँ सबैलाई जानकारीमूलक कार्यक्रमद्वारा नै अगाडि बढ्छ। जस्तो जिल्ला प्रशासन कार्यालयले जारी गर्यो, नेपाल प्रहरीले गरिरहेछ त्यो अनुसार काम। स्थानीय जनप्रतिनिधिहरू, राजनैतिक दलहरूको संलग्नता नदेखिएको कारणले पनि फित्लो भएको हो कि होइन? त्यो होइन, त्यसो भन्नु मिल्दैन। स्थानीय पालिकाहरू आफै सतर्क भएर मलाई भने जस्तो मटियानीको नगरपालिका कुरा त मेरो आफै लागेर लकडाउन गर्नु पऱ्यो, यहाँ समस्या पनि उहाँले सर्वदलीय मिटिङ राख्नुभयो। त्यसै गरेर बर्दिवास नगरपालिकाले त्यसै गर्यो, गौशालाले गरेका छ, रामगोपालपुरले पनि के अवश्य गर्नुपर्ने, बजार भिडभाड हुन थाल्यो भनेर रोक्ने गर्नु भन्नुभएको छ। यो सबै जलेश्वर नगरपालिका हामीले गरेका छौँ। अब महोत्तरी गाउँपालिकामा 2, 3 र 5 वडामा अलिकति सङ्क्रमण देखिएको थियो, त्यहाँ पनि हामीले गरेका छौँ, त्यहाँ पालना भएकै छ। त्यो अति आवश्यक काम बाहेकका यी सरकारीबाट सञ्चालन हुने जुन मालपोत कार्यालय भयो, जिल्ला प्रशासन कार्यालय, जनताहरूको प्रत्यक्ष भेटघाट हुने र सङ्क्रमण सर्ने सम्भावना भएका ठाउँहरूमा चाहिँ हामीले त्यो निषेधै गरेका छौँ र अहिले त्यस्तो अवस्था छैन।
बाँकी रहेको अब सामान्यतया कहिलेकाहीँ बिहान बेलुकाको किनमेलको अवस्था हुन्छ र अति आवश्यक कुराहरूको बाहेक चाहिँ हामीले कडाइका साथ चाहिँ यो लागू गरेका छौँ। त्यसमा अनुगमन पाटोमा अब सबैतिर पुग्न सकिएको छैन होला, त्यो तपाईँहरूको पनि कर्तव्य हो, हाम्रो सबैको कर्तव्य हो, समुदायका सबैको मान्छेको कर्तव्य हो। र यसलाई चाहिँ कसरी प्रभावकारी रूपमा चाहिँ लागू गर्ने र प्रभावकारी रूपमा चाहिँ यो लागू गरेर जनतालाई कम्तीमा चाहिँ सङ्क्रमण हुन बचाउने कोसिस हाम्रो सबैबाट हुनुपर्छ। हजुर, अहिलेसम्म लगभग 1100 केस पुग्न थालिसक्यो। आइसोलेसनमा कतिजना मान्छे छ यहाँको जानकारीमा? अब अहिलेसम्मको आजको सम्मको रेकर्डमा चाहिँ तपाईँ 1046 जना हामी कहाँ सङ्क्रमित भयो। त्यो चाहिँ तपाईँको यो गएको चैत्रको 30 गतेपछि अहिलेसम्म यति भयो। तर धेरै मान्छेहरू के भयो भन्दा आइसोलेसन बस्नुभयो, क्वारेन्टाइनमा बस्नुभयो। PCR पोजिटिभ आएको मान्छेहरू चाहिँ 14 दिनको प्रक्रिया पुरा गरेर चाहिँ उहाँहरू घर जानुभएको छ। उहाँहरू स्वस्थ हुन्छ, उहाँहरूमा कुनै लक्षण देखिएको छैन। त्यस्तै अहिले तत्काल चाहिँ 250 जना मान्छेहरू चाहिँ 2 क्याटेगोरी छ हाम्रो। एउटा चाहिँ हाम्रो यो जलेश्वर हस्पिटलमा 100 बेडको चाहिँ आइसोलेसन सेन्टर छ र 100 बेडको बनाउँछौँ हामी बर्दिवास नगरपालिकामा। र त्यसले पनि पुगेर भने हामी पिपरामा चाहिँ स्वास्थ्य केन्द्र छ, त्यहाँ पनि भोलिको बैठकबाट चाहिँ हामीहरू त्यसलाई चाहिँ हामी अगाडि बढ्न खोज्दैछौँ। र केही मान्छेहरू चाहिँ होम आइसोलेसन हुनुहुन्छ, उहाँलाई के भन्नुहुन्छ भने हामी हस्पिटल भन्न चाहँदैनौँ, हाम्रो घरमा सबै सुरक्षित वातावरण छ, हामी घरबाट बाहिर निस्किन्नौँ, त्यस कारणले हामी घरमै बस्न पाउनुपर्छ भन्दाखेरि हामीले त्यसलाई पनि व्यवस्था गरेका छौँ। एउटा धेरै संवेदनशील कुरा यो आइरहेछ, जस्तो टेस्ट भएको 10 दिन 12 दिनपछि रिजल्ट आउँछ, उसको पोजिटिभ निस्किन्छ, त्यो 10 दिनमा त ऊ समुदायमा पुरै कोरोनालाई त फैलाइसकेको होला नि। यो समस्या छ, तपाईँले भनेको कुरो चाहिँ एकदम पक्का हो। किनभने अब रिजल्ट अगाडिदेखि नै मान्छेहरूसँग घुलमिलमा परेर बसेको हुन्छ, अनि PCR टेस्ट गर्दाखेरि पोजिटिभ आउँछ। त्यो त अगाडिदेखि सबैलाई सरो भन्ने सम्भावना हुन्छ, त्यो हामी कहाँ थोरै डर भएको हो। र त्यसैले अब हामीले कन्ट्याक्ट ट्रेसिङ गर्ने कुरा छ सरकारको। र प्रत्येक गाउँपालिकामा चाहिँ अब हाम्रो जिल्लामा चाहिँ 800, यो 2 नम्बर प्रदेशका चाहिँ 200 भन्दा बढ्ता सङ्ख्या भएको ठाउँमा चाहिँ 800 PCR टेस्ट चाहिँ गाउँमा गर्ने भन्ने कुराबाट हामी त्यो अनुसार निर्धारण गरेका छौँ। स्याम्पलिङ टेस्ट कम्युनिटीमा स्याम्पलिङ टेस्ट गर्ने भएको छ, त्यो पनि हामीले वातावरण मिलाउँदैछौँ र गर्दैछ। जो स्वास्थ्य कार्यालयले मिलाएर व्यवस्था मिलाएर प्रत्येक गाउँपालिका नगरपालिकामा आवश्यकता अनुसार उसले चाहिँ त्यो कन्ट्याक्ट ट्रेसिङ गरिरहेछ। र केही त्यस्तो छ र पोजिटिभ आएको मान्छेहरू त्यो पनि हामीले आवश्यकता र औचित्य हेरेर त्यो परिवारका मान्छेहरूलाई ट्रेसिङ गरिरहेछौँ। उहाँहरूको माग अनुसार हामीले जानकारी हुनु पऱ्यो, त्यो आधारमा हामीले गर्ने कोसिस गरिरहेका छौँ। तर हामीसँग अब केही कुराहरू सीमित स्रोत साधन छ, BTMहरू पर्याप्त भएर सबैलाई पुर्याउन सक्ने अवस्था छैन। त्यस कारणले पनि केही अब अप्ठ्यारो छ, त्यो पनि हामी प्रदेश सरकारसँग सङ्घीय सरकारसँग माग गरेका छौँ र तपाईँलाई हुन्छ 2 नम्बरलाई अहिले हामी प्रायोरिटी दिएका छौँ भन्ने कुरा हामीले आश्वासन पाएको छौँ। त्यस कारणले यसलाई बिस्तारो हामी क्रमशः गर्दैछौँ र आत्तिहाल्नु हुँदैन, आत्तिनु हुँदैन, यसो उच्च मनोबल बनाउनु पऱ्यो। र आफ्नो जुन हामीले WHO ले तोकेको जुन मापदण्ड छ, प्रोटोकल छ, त्यो प्रोटोकल अनुसार चाहिँ मान्छेले चाहिँ एउटा दूरीमा बस्ने, अब साबुन पानीले हात धोइरहने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क अनिवार्य लगाउने र चेतनाका कुराहरू फैलाउने, हाम्रा जडीबुटीहरू त्यो खाने, त्यो चाहिँ बेसार पानी खाने, तातो पानी खाइरहने, मुख कुल्ला गर्ने, एक खालका बाटो हामीले घरमा सिर्जना गर्ने, गुर्जो खाने, बेसार खाने, अदुवा खाने, ल्वाङ खाने, मरिच खाने, यस्ता खालका हामीले चाहिँ यो कुराहरू प्रक्रियाहरू पुर्यायौँ भनेदेखि हामीले त्यसरी डराउनुपर्ने स्थिति छैन। खालि सावधानी अपनाउनुपर्छ, हामीले लापरवाही गर्नु भएन। त्यो कुरा चाहिँ तपाईँको सञ्चार माध्यम होस्, चाहे हाम्रो चाहिँ पोलिटिकल पार्टीका मान्छे हुन्, चाहे पत्रकार भन्नुहोस् अथवा नागरिक समाजको मान्छे, यी सबै मान्छेहरूले एउटा सावधानीपूर्वक यो चाहिँ एवेरनेसको प्रोग्राम गरियो भने पक्कै पनि हामी यो कोरोना जित्छौँ। तर सबैले एकदम सचेततापूर्वक आफ्नो जिम्मेवारी चाहिँ पुरा गर्नुपर्छ। अर्काको भरले खालि प्रशासनले मात्रै गरौँ, पुलिसले मात्रै दण्ड हान्नुपर्ने भन्ने धारणासम्म सहमत छैन। त्यस कारण तपाईँको समुदायमा तपाईँले प्रभावकारी भूमिका खेलिदिनु पऱ्यो, पोलिटिसियनले आफ्नो क्षेत्रमा आफ्नो प्रभावकारी भूमिका खेलिदिनु पऱ्यो, हामी प्रशासनले पनि ध्यान दिनु पऱ्यो। सबै सेक्टरका मान्छेले आफ्नो क्षेत्र आफ्नो जिम्मेवारी चाहिँ एकदम नैतिक रूपमा जिम्मेवारी निर्वाह गर्ने हो भने यसबाट चाहिँ हामी बच्न सक्छौँ भन्ने मेरो धारणा हो। कर्मचारी का भित्र ठंड रे कभी ना मत हमें 4 आज देखिए 4 महीना
कि अनि अर्कोमा त लौटा छ कति त यहाँहरूले महोत्तरीका विभिन्न बजारको अवस्था पनि हेर्नुभयो, पसलहरूको अवस्था हेर्नुभयो, लकडाउन निषेधाज्ञाको अवस्था हेर्नुभयो र प्रमुख जिल्लाधिकारी कृष्णबहादुर कटुवालको कुरा पनि सुन्नुभयो। गलत र सही छुट्याउने जिम्मा यहाँहरूको। भिडियो राम्रो लाग्यो भने सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् र आज म मनोज झामुकीले बिदा दिनुहोस्। नमस्कार।